तिमीहरू या धर्मको लागि मात्र आएको होइन, तिमीहरूको लडाइँ धर्मको लडाइँ होइन। यो लडाइँ तिमीहरूको सरकार ढाल्न र विपक्षीले सरकार ढाल्नको लागि विपक्षीले बनाएको एउटा रणनीति हो। यो गौतम बुद्धको देश हो। गौतम बुद्धको पहिला उहाँको सन्देश के थियो? गौतम बुद्ध भन्ने बित्तिकै के कुराको याद आउँछ? गौतम बुद्ध भन्ने बित्तिकै कस्तो भावना आउँछ भन्नु, त्यो बुझ्नु होला पहिला, अनि त्यसपछि मात्र सोचेर गर्नु होला। या धर्मको नाममा, जातको नाममा, कुनै राजनीतिको नाममा आन्दोलन गर्नेहरू, देशमा तहल्का मचाउनेहरू र आतङ्क मचाउनेहरूलाई यो देशमा अधिकार छैन। यो देशमा बस्ने अधिकार कतै पनि छैन। जुन यो द्वन्द्व भइरहेको छ, जुन आन्दोलन भइरहेको छ, यो जुन हङ्गामा भइरहेको छ, त्यसलाई बुझ्नु अलिक गाह्रो नै भयो। बुझ्न गाह्रो कसरी भयो भन्दा हामीले मिलेको कुराहरू पनि देख्यौँ। जो हिन्दू र मुस्लिमहरू एक आपसमा मिलेर जुलुस, राष्ट्रिय गान गाउँदै जुलुस निकालेको कुरा पनि देख्यौँ। अर्कोतिर यहाँ यस्तो हङ्गामा भइरहेको पनि देख्यौँ। यो हङ्गामा जुन भइरहेको छ नि, यहाँ तपाईँ हेर्नु चाहिँ यति धेरै भिड छ। मधेसका सम्पूर्ण जनताहरू आएको जस्तो यहाँ मधेसतिरको सम्पूर्ण जनताहरू त्यहाँ गएको त नहोला होइन। यति धेरै मान्छे चाहिँ खासमा भयो कसरी आयो, कहाँबाट यिनीहरू, र यिनीहरूको यो आन्दोलन गर्नुपर्ने, झैझगडा गर्नुपर्ने, आतङ्क मचाउनु पर्ने यिनीहरूको कारण के हो, रिजन के हो, किन यस्तो गरिरहेका छन्? केही न्यायको लागि मागिरहेका छन्, समस्याको समाधान खोजिरहेका छन् कि खासमा गरिरहेका? उनीहरूको एकअर्का बिच भएको थियो र उनीहरू आन्दोलन पनि गरेको थियो। मुस्लिमहरूले जस्तो व्यवहार गरेको थियो पहिला, जुन व्यवहार गरेको थियो त्यो व्यवहार अनुसारको उनीहरूले सजाय पनि पाउँछन्, किनभने त्यसमा छानबिन भइरहेको छ। त्यो नेपाल सरकारले हेर्ने काम हो र नेपाल सरकारले हेरिरहेको पनि छ। अब त्यो कुरा नेपाल सरकारले हामी गर्छौँ भनिसकेपछि त्यहाँ फेरि पनि गएर आन्दोलन गर्ने, सामाजिक संरचनाहरूलाई तोडफोड गर्ने, कसैको व्यक्तिगत संरचनाहरू तोडफोड गर्ने, कसैको पसल जलाइदिने, कसैको व्यापार जलाइदिने, कसैलाई हाउचाउत गर्न गाह्रो गराइदिने, यस्तो हरकतहरू गर्नु भएन नि त। अब यत्तिका मान्छेहरू यिनीहरू चाहिँ खासमा नेपाली नै हुन् कि नेपाली हिन्दू नै हुन् कि बाहिरबाट आएका मान्छेहरू यति त नहुनु पर्ने भएको छ। तर यसको कारण चाहिँ के हो, मुख्य धार के हो यसको? यिनीहरू यहाँबाट के सफलता खोज्न पाइरहेका छन् र खोजिरहेका छन्? यहाँबाट केही पनि सफलता मिल्नेवाला छैन। बुझ्ने जनतालाई सिधा थाहा छ कि एउटा रणनीति हो, सरकारको लागि थापेको एउटा पासो हो, यो हामीलाई थाहा छ। र यहाँबाट यी जनताहरू, जुन भेडा जनताहरू छन्, जो धर्मको नाममा अहिले आतङ्क मचाइरहेका छन्, यो आतङ्कले के हुनेवाला छैन। खालि तिमीहरूको ज्यान जानेवाला छ, ज्यानको नाश हुनेवाला छ, अरू केही पनि हुनेवाला छैन। न तिमीले केही न्याय पाउनेछौ, न न्याय दिने जस्तो काम छ। तिनीहरू न नेपाली हिन्दूहरू हो, नेपाली हिन्दूहरू जागेकै छैन। नेपाली हिन्दूहरूलाई किन जाग्नु त? नेपालीहरू सबै शान्त छ। अब मुस्लिमहरूलाई मात्र नभएर यी हिन्दू भनाउँदाहरूलाई पनि खोजी तलासी गरेर यिनीहरूलाई जहाँबाट आएको त्यहाँबाट यिनीहरूलाई भगाउनुपर्छ पहिलो कुरा। त्यसपछि मात्र देशमा शान्ति हुन्छ, नत्र देशमा शान्ति हुने काम हुँदैन। यिनीहरू जो यहाँ हङ्गामा मचाइरहेछन् तिनीहरूको इन्भेस्टिगेसन गर्नुपर्छ पहिला। मुस्लिमहरूभन्दा यिनीहरूलाई पहिला गर्नुपर्छ र यिनीहरूलाई पहिला भगाउनुपर्छ। मुस्लिमहरूको यहाँ छ, कसै मुस्लिमहरूको पनि हात छ यसमा, कसै मुस्लिमहरूको पनि ठुलो गल्ती छ, अपराध गरेको छ र तिनीहरूलाई सरकारले छानबिन गर्दैछ। प्लस यिनीहरू यो हिन्दूहरू छन् नि, जो यिनीहरूलाई नै गर्नुपर्छ। यिनीहरू होइन नि हिन्दू यता